ल हामी चाहिँ घरमा त्यहाँ उ गर्ने ओ एकछिन बोकिरहने ल हामी चाहिँ एकदम मलेसियामा हो यो माछा मार्दै मार्दै आएको थियौँ यहाँ खोलामा खोला भनेको अब खासै ठुला चाहिँ छैन तर माछा चाहिँ बबाल पाउने क्या यार धर्म सर खोइ देखाउँदै यार यता माछा दिस इज माछा ओहो है ल माछा रेशम काकाले माछा राखिराखौँ न लाउतिर दिनुपर्छ ओ धर्म ओ विक्रम खोइ माछा ल फेरि ल हेर्नुहोस् मलेसियामा चाहिँ सधैँ माछा पाउँदैन भन्छ होइन तर माछा चाहिँ बहुत पाउने हो क्या मलेसिया ठाउँ खोला नाला यता माछा पाउने हो धर्म खोइ त्यो झोलाको माछा देखाउँछ एकचोटि हामीले चाहिँ यति माछा उता दुईटा छोडेर पनि यता दुईटा पारेका छौँ यस्तो दामी दामी माछाहरू हामीले पारेका छौँ विभिन्न कलरका माछाहरू दामी दामी माछाहरू पारेका छौँ रेशम काकाले च्यापच्यापी समातिन्छ यार यसो गर्नु रेशम काका होइन मलेसियामा नपाउने भन्ने अब अलिकति मौसम राम्रो नेपालको जस्तै हो तर नेपाल भन्दा नि बेस्ट चाहिँ बेस्ट छ अब यस्तै हो राम्रो पाउने हो माछाहरू यता त्यता अलिकति दुःख चाहिँ गर्नुपर्छ मेरा साथीहरू हो उहाँहरू भनेको उहाँहरूलाई मात्रै के म खोला हो कि यो यसलाई खोल्सा भन्ने कि खोइ के हो क्या हो तर पनि दामी दामी राम्रो राम्रो माछाहरू पाउने ल हरियाली त के छ नि मलेसिया नेपाल हरियो वन नेपालको धन भनेर भन्छन् तर नेपाललाई कहाँ भ्याउँछ र मलेसियाले खै ल हेर्नुहोस् त माछाहरू यस्तरी अब यो केले मरेको होला यो माछाहरू हेरौँ त यस्तरी मरिरहेको हुन्छ अब हेरौँ त अब माछा अब आउँदैछौँ यता उसमा माछा मरिरहेको छ ल हाम्रो साथीहरू चाहिँ माछा समात्नलाई एकदम दौडधुपमा हुनुहुन्छ ल के अब एकछिन खै ल हेर्नुहोस् फेरि अर्को एउटा माछा समात्न हामी सफल भएका छौँ ओहो आला भित्र ल हाम्रो साथीहरूले फेरि अर्को एउटा माछा समात्नलाई सफल हुनुभएको छ हामीले चाहिँ तीनवटा जति चाहिँ अब यो केले मारेको हो यहीँ मरिरहेको थिएँ तीनवटा समातिसक्यौँ फेरि अब तीनवटा चाहिँ आफैले हामीले जिउँदै समात्न सफल भयो मरेको भेटेको तीनवटा मरेको भेट्यो तीनवटा चाहिँ हामीले जिउँदै एकदम सफल समातेर प्लास्टिकमा बोकेका छौँ ल ल हेर्नुहोस् त आफै मरेको हुन्छ ल ओ जिउँदैछ यार माछा खै खै ल ओहो यता ल्याउनु ओहो कत्रो भोतो रहेछ ल हेर्नुहोस् साथीहरू यस्तरी पनि यहाँको काँडा चाहिँ एकदम फेरि बबाल हुन्छ फेरि काँडा माछाले खोजेको आफै मरेको यसलाई अब चलाउने कुरा हुँदैन आफै छोडिदिने हो तर यार माछा बबाल पाउने यार है उहाँ मेरो मामाले ल
अरे यार माछा उहाँ पनि हेर्नु त एउटा मरेको माछा पसिरहेको छ यहाँ हेर्नु त गाईहरू ल यत्रो माछा हेर्नु त ल यसरी बसिरहेको छ। अब एउटा फेरि हामी जिउँदो समात्ने प्रयासमा छौँ। मेरो परम मित्र एकदम परान दोषले फेरि एकजना एउटा समात्नुमा जिउँदै ल। अरे यार सब माछा आज बाहिर छन् यार, किन जिउँदैछ ल। आज चाहिँ हामीले एकदम धेरै नै माछा समातेका छौँ, तर यो दुःख चाहिँ गर्नु पर्दैन क्या। यहाँनिर दुःख गर्नै पर्दैन क्या, खोलामा बास हिँड्नु मात्रै पर्छ। माछा चाहिँ एकदम धेरै समात्न सकिन्छ क्या। मलेसिया अब को कहाँ हुनुहुन्छ ल। एउटा फेरि यहाँ छ ल, एउटा यहाँ छ। अब यसलाई चाहिँ अब कमिलाले निकै नै दुःख दिइसकेको रहेछ। कमिलाले यसलाई पानी चाहिँ हालिदिनुपर्छ, माछा हो जे भने। जिउँदैछ अन्त्य समाधान। अर्को फेरि एउटा समातिसकेका छौँ हामीले। तर लास्ट पाउने यार माछा है, म त आज फर्स्ट टाइम हो। है रुख लाग्छ होला यार यस्तो, यो मतलब ल हेर्न सुपर। अब हामी यहाँ ओरा छौँ, अब माछा यसरी अब यहाँनिर कसरी मरिरहेको छ यार माछा। यहाँ हेर्नु त ल, यो माछा अब एउटा चाहिँ यहाँ मरेको भेट्यो, फेरि अब यहाँ एउटा चाहिँ अब पखेटा हल्लाउँदैछ। एकछिन राखेको छ ल, हेर्नुहोस् त। ओहो बेच्यौँ न, अनि के छ र, यो पनि माछा ल हेर्नु त। मलेसियामा माछा पाउँदैन यतातिर भन्दा नि, माछा हेर्नु त ल। जिउँदैछ अनि धेरै हुन्छ त यार माछा भयो। माछा भनेको चाहिँ अब यिनै हुने, कत्रो गरेर माछा छन् ल हेर्नुहोस्। माछा पाउने भनेको चाहिँ यहीँ हो, खोला मलेसियाको समुद्र नै हो कि क्या हो यो पानी। अस्ति आउँदा हामी बगाउने खोला थियो, फेरि माछा त छन् यहाँ फेरि। च्याम्पियन चाहिँ होइन, च्याम्पियन भन्न हाम्रो लाउती भनेको एकदम लाउती। उहाँहरू अहिले जाल बोकेर एकदम रेडी अवस्थामा हुनुहुन्छ। ल मेरो साथीले चाहिँ मेरो एकदम माछाको किङले चाहिँ एकदम माछा एउटा समातेर ल्याउनु भएको छ। तर यो एउटा चरा हुँदो रहेछ, कुन चरा हो यो चराले चाहिँ एकदम गुण लाग्यो थियो, मलाई एकदम बेस्ट लाग्यो। यसैको मैले जुम गरेर सानो बनाइदिएँ एउटा। यति चाहिँ चराहरूले चाहिँ गर्दा रहेछ। पातगमनी हेरौँ त ल गाइजहरू, आज चाहिँ हामी माछा मार्न आएको छौँ यता मलेसियाको उसमा हो।